स्टिकर लगाएको थियो स्टिकर त बाफ्रे के हो यो ओइ रनमती बाफ्रे 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 के हो यो स्टिकर लगाएको थिएँ तना पोते गेडा हो कस्तो बिताएको थियो त पुरै उम्लिरहेको छ क्या सो हेलो ब्युटिफुल पिपल वेलकम ब्याक टु माई च्यानल आज एउटा ब्लग छ सोझबाट सन्चै आराम हुनुहुन्छ ल म एकदम सन्चै आरामै छु अनि म चाहिँ काठमाडौँ निस्किनु लाग्यो आज त्यहाँ हल्का चकचक सामानहरू पनि ल्याउनु छ अनि हल्का फुल्का यसो घुम्छु यताउता है मसँग बाइक छैन अनि देख्न सक्नुहुन्छ यो मेरो 220 है मैले अस्ति नै बेचिदिएको थिएँ अनि यो बाइक चाहिँ फेरि पछि बेच्नु पऱ्यो भने आउन म आफै ल्याउला भनेको थिएँ अनि केही दिन चढ्यो अनि अब नचढ्ने भनेर फेरि मलाई नै ल्याएर छोडिदिएछ है अनि मैले लिइसकेको छु फेरि कडा कसैलाई बाइक चाहिन्छ भने चाहिँ ट्याक्क कमेन्ट गरौँ बेचिदिउँला टक्क होइन अन्त अहिले चाहिँ अब यही नै छ मसँग बाइक है अरू बाइक छैन मोडिफाई थियो काठमाडौँ जाँदाखेरि लुकिङ ग्लास त हाल्नु परिहाल्यो लुकिङ ग्लास थिएन लुकिङ ग्लास हालेको छु है अब यतिको बाइक लिएर म काठमाडौँ जाँदैछु है सो लेट्स सी त्यही नै है त अब निस्किनु पर्ने हुन्छ मोटो ब्लगमा टक्क कुरा गर्छु ल कडा म चाहिँ निस्किसकेँ है अनि आज त्यहाँ हाम्रो कृष्णले बाइक कृष्णको बहिनीलाई स्कुटी नि किनिदिन लाग्यो अरे अनि त्यहाँ ऊ चाहिँ अगाडि गइसक्यो अरे अगाडि गइसक्यो म चाहिँ जाँदैछु त्यहाँ रिकन्डिसन त्यहाँ हाम्रो त्यहाँ एकजना छ नि लेडी राइडर हिमु लामा उसको रिकन्डिसनबाट चाहिँ लिन लाग्यो क्या अरे अनि हाम्रो कृष्ण साथीले मलाई जाउँ न यसो बाइक हेर्नलाई भन्छ उसलाई उसको बाइकको बारेमा खासै थाहा छैन नि त अनि जाउँ न भनिरहेको थियो त्यही भएर म नि अहिले त्यहाँ छिर्छु होला सायद है ऊ चाहिँ अगाडि गइसक्यो म चाहिँ यहाँबाट सरासर टेकु जान्छु त्यहाँ हल्का सामान नि लिनु छ सामान लिन्छु अनि त्यसपछि सिधै त्यहाँ उसकोलाई भेट्छु अनि त्यहाँ स्कुटी फेरि हेरिदिन्छु एकचोटि अनि त्यसपछि फेरि यता सारी नदी साइडतिर नि एकछिन जानुपर्ने थियो त्यहाँ नि काम थियो अनि त्यही हो जाउँ आज के कस्तो हुन्छ भिडियो हेरेर इन्जोय गर्नु होला नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनुहोस् है पुरानो हुनुहुन्छ भने लाइक कमेन्ट ड्याङडुङ ठोकिदिनुहोस् त्यही नै हो भिडियो हेर्नुहोस् इन्जोय गर्नुहोस् मोबाइल गर्नुपर्छ है त बुलेट कुदाइरहेछ बुलेटसँग रेस खेल्दा यहाँ बाइकको गाँड फाटिसक्यो यार यहाँ साइलेन्सर तातेर क्या हिट भएर साइलेन्सरमा स्टिकर लगाएको थिएँ अनि तातेर पुरै धुवा भइसक्यो एकचोटि रोक्नु पऱ्यो यहाँनिर यहाँ शीतलमा रोक्नु पऱ्यो यहाँनिर रोक्नु पऱ्यो क्लट ओइ डेन्जर गयो त आमामा स्टिकर लगाएको थियो स्टिकर त बाफ्रे के हो यो ओइ रनमती बाफ्रे 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 के हो यो स्टिकर लगाएको थिएँ तना पोते गेडा हो कस्तो बिताएको थियो त पुरै उम्लिरहेको छ क्या आमा यो स्टिकर उक्काउनुलाई चिया हुन्छ अब ल डेन्जर भएछ नि त ल चल्यो यो बाइक चाहिँ साह्रै खतरा तर नाम भोलि है साह्रै बलियो क्या पिकअप पनि त्यस्तै है मिठो खालको
पिकअप पनि वाइल्ड छ क्या, दामी छ, मिठो खालको छ। अनि त्यही हो, बवाल छ क्या। यो बाइक वाइल्ड बवाल छ यार। तर यो मान्छेहरूले जहिले पनि 150 भन्दो रहेछ होइन। 150 होइन है, यो 220 हो है। नन भाइ छ 220 ओल्ड मोडलवाला है। ओल्ड मोडलवाला नन भाइ छ 220 हो। यस्तो बलियो छ है, माठोक्ने 3 जना राखेर मलाई ठाडो उकालो गराङ घराङ 2 नम्बरमा तानिदिन्छ। 3 नम्बर 2 नम्बर 2 पनि हाल्नु पर्दैन, अझ 3 नम्बरमै तानिदिन्छ। बवाल पिकअप छ क्या बलियो छ, खतरा छ यो बाइक। अहिले चाहिँ तेल हाल्दैछ है, यस्तो जाम तेल हाल्न पनि लाइन सबै। ल तेल हाल्यो, तेल थिएन 500 को तेल हालेको थियो हिजो अस्ति नै। यहाँ आएँ अनि त्यो 500 को तेलले त के पुग्नु होइन, सकेको थिएन, सकिन्थ्यो कुन बेला होइन, हालेको नि त। ल कडा म कहाँ आइपुग्यो अहिले, यता सलाघारी यशोक यता। ल कृष्ण कता पुग्यो, अहिले उता पुगेर फोन गर्छु भन्दै थियो, यो कहाँ पुग्यो केही थाहा छैन। झन्डा बोकेर छ त, सबैतिर बाटो यस्तो भएको है, सबैतिर बाटो यस्तो भएको, कुदाउन नि मजा आउनु क्या। कहीँ सानो छ कहीँ ठुलो छ, सबैतिर यस्तो एकनास भएर कुदाउन अनि चाहिँ मजा आउँछ। ओइ स्पिड कति गएछ देख्दैन कुदाउने होइन। होइन होला बल्ल क्या शीतल भइरहेको कुदाएर चाहिँ अघि त ठिक्क धेरै कुदाएको त थिएन। एउटा म चाहिँ आइसक्यो भन्दा नि हुन्छ टेकु। टेकु आइसक्यौँ, अब सामान लिन्छु नि हल्का, अनि त्यसपछि निस्किनु पर्ने छ उता। कृष्णले फोनै गऱ्यो नि त, हो कि अब ब्यागमा त फोन न फोन आएकै थाहा भएन कि। ल केटा खोइ म सामान लिएर चाहिँ त्यहाँबाट चाहिँ अघि निस्केको, सामानले अप्ठ्यारो भइरहेछ, टन्नै भयो सामान पनि। अनि खोइ हाम्रो कृष्ण साथी त्यो स्कुटी लिने भने खोइ कता हो, यतै भन्थ्यो, घुमाइ गरिदियो यार केटाले मलाई। डल्लुको पुल भन्थ्यो, डल्लुको पुल भने यता ढल्कु चाहिँ पुगेछु म त। ल कडा म चाहिँ निस्केको है, मेरो चाहिँ देख्न सक्नुहुन्छ सामान एकदम धेरै थियो क्या, एकदमै धेरै थियो। अनि मैले चाहिँ यो सामान यताबाट चाहिँ जानु पऱ्यो अरे, यहाँबाट भन्दा नि यहाँबाट धेरै घुम्नुपर्छ। सामान धेरै थियो मसँग चाहिँ, अनि बाइकमा अप्ठ्यारो भयो। त्यहाँ साथीले स्कुटर लिएको छ यो, अनि म लिएर जान्छु, मलाई सजिलो पनि हुन्छ, तिम्रो स्कुटरमा केही प्रब्लम छ कि छैन थाहा पनि हुन्छ, म लिएर जान्छु भनेर लिएर आएको है। बाइकमा तेल हाल्न आएर चाहिँ पैसा दिएन, फेरि स्टार्ट पैसा दिएको थियो अघि, मैले लिएन, गयो त्यत्तिकै। ल केही छैन एउटा निस्केको, कस्तो के भन्नु यार।